यो हो एउटा युवकको कथा, जसलाई फोटोग्राफी र नौलो चिजहरू आफ्नो क्यामेरामा कैद गर्न मन लाग्छ। यस्तै कामको सिलसिलामा ऊ एउटा यस्तो गाउँमा पुग्छ जुन गाउँको बारेमा उसले सोचेको पनि थिएन। र त्यो गाउँमा मानिसहरू साँझ परेपछि हिँडडुल गर्न लडाउने गर्थे। बल्ल बल्ल एउटा बोर्ड भेटेको, त्यो पनि केही बुझिने छैन त। सुनसान छ, अलि पर घरहरू त रहेछ, त्यहाँ कोही गाउँलेहरू छन् कि? ला, पानी पनि सकिएछ। दाइ सुन्नु न, थोरै पानी पिउन मिल्छ? साह्रै गर्मी रहेछ दाइ। एकदम गर्मी छ दाइ। दाइ सुन्नु न, म यो बेलबोट भनेको बेलबोट? यसको बाटो चाहिँ अलिक कन्फ्युज भएँ, कहाँबाट जाने होला? त्यो गाउँ त निकै सुनसान छ, फेरि बस्तीहरू पनि छैन। तपाईँ त्यो गाउँमा के लागि जानुभयो? म त्यो गाउँको बारेमा सानो डकुमेन्ट्री बनाउँदैछु, त्यसैको लागि जान लाग्यो। त्यो गाउँ चाहिँ यताबाट जान्छ, तर समयमा फर्किनु, किनकि त्यहाँ घटनाहरू धेरै घटेको छ। भनेपछि दाइ म अहिले निस्कन्छु। तपाईँले भने जस्तै समयमै फर्किने प्रयास गर्नेछु। तपाईँलाई धन्यवाद। बाटो त दाइले भने जस्तै सुनसान छ, कोही मानिसहरू पनि छैन। कतै मलाई केही भने त होइन? ज्यान पनि कस्तो दुखेको, बिहानबाट धेरै मोटरसाइकल चलाएर पो हो कि? अब एकछिन यतै बसेर आराम गरेर जानु पर्ला, होइन भने बेलुका गाह्रो होला जस्तो छ। एकछिन यता कतै बस्छु। ओहो, एकछिन आराम गर्छु भनेको निकै बेर पो भइसकेछ। अघिको दाइले बेलैमा फर्किनु भन्नुभएको थियो, अब निस्किनु पर्छ। होइन, सङ्घर्षको बाटो पनि कति लामो रहेछ, निस्कनै गाह्रो पर्यो त। भन्दा भन्दै साँझ पनि परिहाल्यो, केही हुने छैन।
होइन, त्यहाँ के रहेछ? हेर्दा मन्दिर जस्तो पनि छ, तर यस्तो घनघोर जङ्गलको बिचमा मन्दिर, यो कसरी हुन सक्छ? ओहो, यो त पुरानो सिक्का जस्तो पो छ त। यसलाई त मैले राख्नु पर्यो। यो सिक्का म लिएर जान्छु, पछि काम आउन सक्छ। मलाई चाहिएको सिक्का हो, अब यो बोतलको के काम? यहाँसम्म यति राति आएर दर्शन त गरियो, मन्दिरसँगको एउटा फोटो त लानै पर्यो। यो के हो? यो मोबाइलको कस्तो फिल्टर हो? फेरि एउटा लिन पर्यो। के भइरहेछ मलाई आज? हिजो म त बेलबोट गाउँमा गएको बाँस काट्ने भनेर, मलाई त नमजाले तर्सा नि यार। ओहो, यहाँ बस्नु उचित छैन। अब म छिटोभन्दा छिटो निस्किहाल्नुपर्छ। होइन, दिउँसो गाउँलेहरूले कुरा त गर्दै थिए, कति त्यस्तै त होइन। छिटोभन्दा छिटो निस्किनुपर्छ यहाँबाट। हो त्यो? के भइरहेछ मलाई आज बाटोमा? अनेक अनेक किसिमको छायाहरू देखिरहेको छु। एकछिन यहाँ बसेर जानु पर्यो। यो के भइरहेछ मलाई? जब मन्दिरदेखि निस्किए अनेक अनेक किसिमको छाया देखिरहेको छु। कतै यो सिक्काले त होइन?